यसपालिको दशैं सुरु भइसकेको छ र यहाँ मम्मी फोटो खिच्न तयार हुनुहुन्छ। आजको भ्लगमा म स्वागत गर्न चाहन्छु म दिवाकर पौडेलको साथमा। हामी अब जाँदैछौँ यता दशैंको रौनक छ। भ्लग सुरु भइसकेको छ साथीहरू हामी जाँदैछौँ। यहाँ हुनुहुन्छ गुरुआमा टिकटक आमा शशिकला त्यसै गरी हुनुहुन्छ यहाँ कान्छी ताराकला सानो मम्मी हुनुहुन्छ। भाइ लुकेको छ। यो युट्युबमा सब्स्क्राइब गर्नु होला च्यानल है। यो त्यो यहाँ सानो बुवा पनि निस्किसक्नु भएको छ। दशैंको रौनक छ। हामी अब यहाँ टिकटक बनाउन खोजिरहेका छौँ। साथीहरू टिकटक बनाएर यहाँ हेरिरहेछ। यो टिकटक पनि हेर्न सक्नुहुन्छ स्टोरीमा। हामी जाँदैछौँ अब टिका लगाउनको निमित्त आमाको वासस्थानतर्फ। जाउँ सबैजना लागौँ। सानो मम्मी बस्नु भएको छ। नबसौँ अब उठौँ जागौँ नेपाली हो। अब जागौँ नेपाली हो। अब जागौँ भाइ। जेनजीहरू जाग्नुपर्छ हो कि होइन। यो काटिन्छ है। रमाइलो छ यहाँ दशैंको। टिकटक यहाँ हेर्दै ताराकला आउँदैछिन्। 5 मिनटको समय छ। यहाँ तयारी हुँदैछ। यहाँ हुन्छ बुवा, यहाँ हुन्छ मम्मी। यहाँ पालो लिएर बसिराख्नु भएको छ सबैजना। यहाँ आउँदै हुनुहुन्छ। हुन्छ यहाँ अँध्यारोमा। भिडियो खिच्ने कार्यक्रम पनि हुँदैछ यहाँ। फोटो भिडियो के हो। दिवाकर च्यानल सब्स्क्राइब गर्नु होला। लाइक कमेन्ट सेयर सब्स्क्राइब सबै गर्नु होला। अब समय हुन लागिरहेको छ यहाँ। 11:53 मिनेटको साइडमा चाहिँ अब कति बजिरहेछ भने अब अहिले आएर 11:49 भयो। अब करिब 4 मिनेटको बिचमा हाम्रो शुभ साइत हुँदैछ। टिका र जमरा तयार भइसकेको छ। जमरा यहाँ त्यो भाइटाको जमरा काट्यो त। यसै के गर्दा आउँदै गइरहेको साइत बाउन्न भएको छ। अब तयार हुँदै हुनुहुन्छ। 21 सेकेन्ड 22 23 24 तयारी भएर बस्छ। सेकेन्ड हेलो गाइस 24 25 हो नि। ए मैले मोबाइल चाहिँ कहाँ छ नि। तयार हुनुहुन्छ अवस्थामा आमा साइत कुरेर बस्नु भएको छ। पछाडि केरा पनि रहेको छ। मोबाइल लिएर आयो। कताबाट निस्किन्छ कान्छ यो? के थिच्नु न त्यो समयमा। ठिक छ नि अब 52 नै छ। अझै 52 नै छ। तयारी अवस्थामा छौँ। 52 नै छ। भयो साइत भयो। साइत भएको छ। प्रपन्नाति हरे प्रसीद प्रसीद वाता जगतो किलस्य प्रसीद विश्वेश्वरी पाई विश्वम त्वमेश्वरी देवी तरापरि सर्व मंगल मंगले शिवे सर्व साधिके शरणे त्र्यंबके गौरी नारायण नमस्ते। भक्कै लाग्यो पेटैमा काउ काउ। क्यामेरा वाला भित्र गएर फोटो खिच्दै गरौँ। उज्यालो आयो त बत्तीले गर्दा। मेरो ठाउँ चाहिँ यो आशीर्वाद पनि मुखैले दिउँ। मनमनै हैन। मनमनै हैन। आयुद्रे नसुते सधैँ उठे। लाइनमा हुनुहुन्छ है मम्मी। लाइनमा छु। बुवाले टिकट भन्न आज टिका लाउँदैन। यो काटिन्छ। यो काटिन्छ। अनि काटिनेमा त के भन्नु।
कहाँसम्म आमा ऊ यहाँसम्म देखाएको यहाँ पालो पर्खेर लाइनमा हुनुहुन्छ सर लाइनमा भएर के भनिरहेको छ सानो बुवाको पालो आउनै लाएर अब तयारी अवस्थामा हुनुहुन्छ लाइनमा चाहिँ आउनु भएको छैन लाइनमा हुनुहुन्छ सानो मम्मी त्यसपछिको लाइनमा त्यसपछि म भाइ यहाँनिर लास्ट भोलिन्टियरिङ गरिरहेको छ फोटो खिचेको छ यहाँ सोध्दै हुनुहुन्छ बुवा प्रसाद लिनको लागि सानो बुवा जानु भएको छ हेर्नुहोस् भाइले यहाँ हेरिरहेको छ कहिले पालो आउला भनेर ऊ झोक्राएर बसेको छ पढतिर उतापट्टि सानो मम्मी अब लाइनमा हुनुहुन्छ पालो आएर मक्ख भन्नु पर्नु भएको छ यहाँनिर ताराकला एकदम राम्रो फोटो खिचेर च्याट 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 दिएको छ उसले चट 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 होइन चट 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 गर्दाखेरि त्यसको हँसियाको बिग्रै विद्याने विद्रोही भगवती भौतम नारायणी जयन्ती मङ्गला काली भद्रकाली जयन्ती मङ्गलाकाली केटीलाई मात्र हो त्यस कारणले हुँदैन केटालाई आइन्द्रो हुँदैन केटीलाई हरियो भन्नुभएको छ यहाँ हरियो जमरा यहाँ आँगनमा गरेका छन् टिकटक बनाउन लागेको छ कान्छी यो मेलुङ गाउँपालिकाको यो दम्बका कारणले गर्दाखेरि यस्तो जे पाए त्यही धारा बनेको छ साथीहरू मेलुङ गाउँपालिकाको यो प्रतिनिधिहरूले ध्यान दिनु पर्ला जस्तो मलाई लाग्छ त्यही हो भिडियो 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 जमारा छ कि त्यसले भाइ यहाँनिर रोमाञ्चक मुद्रामा रहेको छ गीत भन्नुभएको छ महसुस भइरहेको जानकारी गराइएको सानो मम्मीको सोलिड पालो आयो नि त अब सानो मम्मीको स्लो मोसनमा पालो आएको छ त्यहाँ ठ्याक्कै एकजना अटाउने हुनु पर्यो अब सबैजना बसेर अब पालो रहेको छ ताराकलाको तयारी अवस्थामा चाहिँ उसको लागि क्यामेराम्यान को आउने हो यहाँ छलफलको विषय पनि रहेको छ मेरो पालो माई टाइम राम्रो आउनु पर्यो नत्र फेरि ताराको सोलिड पालो हात चट होइन चट 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 हुन्छ यहाँ सबैजना यहाँ फ्यान रहेका छन् बलिदान मुभी हेर्न नजानु होला यो चाहिँ काठेन्छ है हेर्न जानु होला तपाईँ माइती घरको टिम हो म त हरिदारको टिम हो माइती दाइ त माइती घर कहाँ हुनु पैसाको मुठो झिक्नु भएको छ सानो मम्मीले दिँदै हुनुहुन्छ आमालाई त्यही पनि खसेको छ मुठोबाट झिक्नु भएको छ गन्दै हुनुहुन्छ आउँदैछ पैसा नाप्दिनु होला सबै टिकै लाउने हुन् यहाँ बाहिर भएको भए उज्यालो हुन्थ्यो यहाँ यसपालि पानी परेको कारणले गर्दाखेरि भित्र आउनु परेको छ हामीले तारा लगाइदिनु पर्छ अब हाम्रो यहाँ टिका लाउने पालो कन्टिन्यू हुन्छ होइन के टिका लाउने कन्टिन्यू हुन्छ ताराकलाको पालो आइसकेको छ बुवाहरू आत्तिसक्नु भएको छ पैसा दिनुपर्ने भएकाले मम्मीहरूलाई त दिने नै बुवाले हो त्यस कारणले
यहाँनिर भाइले पनि कत्रै भन्नुहुन्छ ल ल ल ल पढ ल पण्डितकी बुहारीहरू भएर गर्नुपर्छ त्यति त जयन्ती मङ्गलकाली भद्रकाली कपाली दुर्गा क्षमा शिवाधात्री स्वाहा स्वधा नमस्तुते सर्वमङ्गल मङ्गल्ये शिवे सर्वाद साधिके शरण्ये गौरी नारायण नमस्तुते जय तुम देवी चामुण्डे हो त पैसाको पालो आएको छ यहाँ पालो आमाको पालो किन मेट्नु भनेर पैसाको कचौरा बच्चाको पुगोस् शान्ति उन्नति तारकलाको टिकट लगाइसकेको छ कति आयो पैसा पैसाको बिट्टो हेर्नुहोस् पैसाको बिट्टो यता पैसा पर्खेर बसिरहेको छ अलि फिजाएर के भयो त ब्लर आउँछ त गयो त कसको चाहिँ घर हेर थाम्न नसकेपछि कसको हिँड्यो दुईटै हो है अहिले ती राख्नु कान्छी आइसकेकी छिन् पालो आएर लाइन छ लाइन जानेको लाइन छ शशीको नोट नोट यता देखाउनु पर्छ र हुँदैन कति कमायो है ल हेर करोड अरब यहाँ भइसक्यो त्यहाँ शशी ताराको लागि भइसकेको छ देखाउन होइन जयन्ती मेरो पालो आएको छ अब म टिका लाउन जाँदैछु टिका लाउन जाँदैछु आयु द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ऐश्वर्यं नवसे गतिश्च पवने महारञ्च दुर्योधने सूर्यो शान्तबले बलं हरहरे सतञ्च चन्द्रे सुते विज्ञाने विदुरे भगवति भवतां कृष्णनारायणे जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते सर्वमङ्गलमाङ्गल्ये शिवे मैले टिका लगाइसकेको छु अब पालो रहेको छ भाइको भाइ तयार भएर रुमाल मिलाउँदै कपाल चाहिँ यस्तो पछाडि कपाल हल्लाउँदै रहेको तयार भएको छ पछाडि लग्यो नि अगाडि आउने कपाल कस्तो आयु द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ऐश्वर्यं नवसे गतिश्च पाउने महारञ्च दुर्योधने सूर्यो शान्त बने बलं हरदे सच्यन्त कुन्ती सुते विज्ञान विदुरे भवति भवतां कृतिश्च नारायणे चिम्टाले च्यापाउँ मेरो त भ्लगमा छैन मतलब छैन किन केही हुँदैन क्या मिलाउन पछि म छैन फेसबुकमा हाल्दैन न टिकटक चाहिँ हे चाहिँ आज सियर है मैले लगाइसकेँ जमरा चाहिँ भन्छ यो पनि राखिदिन्छु ल मिलाएर भाइले यहाँ पैसा चट 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 दिएर चट चट ढोग्ने काम भइरहेको छ सबैजना यहाँ पैसा पर्खेर बस्नु भएको छ ढोक पर्खेर ढोक पर्खेर मैले उज्यालो बाल्दिएँ ढोग्नलाई यहाँ समस्या छ धेरै नै काम चाहिँ अर्को लाउँदिनु किचन ऱ्याक सफा गरेको छ कोदालोले त्यहाँ डिस्टर्ब गर्ने मेरै पालो आएको छ अब त सकिसक्यो त के नारायण योभन्दा कान्छो कहाँ लुकाएको छ निकालौँ त्यो कपाल भाइ अगाडि आयो मिलाइदिनु त्यसको कपाल अस्तिकै दिन काट्छु अगाडि लाम राखेछ नि त्यही भयो के खाउँ नखाइ उठ्नु हुँदैन खाउँ यहाँ केरा तयार छन् स्याउ तयार छन्
ऊ अरूको लाउनेहरूले त के भन्छ त्यो ऊ ल्याउन एकवटा त्यो दिएको कामसेबाट गर्दा केही फरक पर्दैन एउटा रमा कोकोले गर्ने ल त्यहाँबाट खाएर निस्किनु दाइलाई दिनु अनि हामी अहिले मिलाउन होइन एक जना टिपाउँ त यो टिप्नु हो तपाईँ टिपिसकेको छ बाहिर बाहिर टिपेर बाहिर भाइ टिप्नु टिपेको हो स्याउ टिपौँ है स्याउ म बाँध्ने यहाँनिर काम गर्दैछु चप्पल पनि हराएका छन् मेरा मिठो छ अझै खाने हो जति खाए पनि छ है नखाओ भित्रमा व्यस्त हुनुहुन्छ के हो यहाँ छ है बाबालाई खाने भए है भाइ टिका लाएर बसेको बसै भएको छ मेरो जमाना देखि जमरा देखियो दसैँ गयो नि के आउनु अब दसैँ गएको छ दसैँ सकिएको छ टिका लगाइसकिएको छ लगाइसकेको छ रमाइलो भइसकेको छ खाइराख्नु भएको छ मम्मीहरू भन्नु पैसा कति हो गरौँ न भन्नुलाई हेर्दैछु टिका लाएर यहाँनिर सेल्फी खिच्ने कार्यक्रम भइरहेको छ सेल्फी खिच्न अगाडि बढौँ सेल्फी खिच्न अगाडि बढौँ सँगसँगै जाउँ क्यामेराम्यानको सँगसँगै जाउँ आऊ 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 भाइ त्यहाँ ऐना हेर्नु है सेल्फी ऐना देखिनु पर्यो है आफ्नो आमा खै ओ आमा आउन आउन म त ऐना हेर्न आउनु सानिया पछाडि आउन ए यता जानु त यहाँ अलि 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 छिर्नु यता ल ल सबै दुई 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 गर अब कहाँ अब भयो हामी धेरै टाढा भन्छ केही भयो म छेक्नु अब सकिएन यसो दुईटा आउँला देखाउने दुईटा आउँला सर दुईटा आउँला अब चाहिँ समाप्त यसपालिकै दसैँ भन्दा नि भयो अब दसैँ टिका टाढा लाएर फोटो खिचेर अब आफ्नो थानमा समापन आफ्नो आफ्नो गरेर आफ्नो थानको मुनको लाग्ने व्यवस्था हुँदैछ अब यहाँ घर घर जानकारी भइसक्यो हिँडिसकेँ म ल 2022 सालको चाहिँ बडा दसैँको चाहिँ शुभ साइडबाट चाहिँ टिका लगाउन सुरु गरेर अब हामीले समापन गर्न यो घरबाट गऱ्यौँ अब भोलि पर्सि निकोर्सी भनेर गएर आउन पाहुना आउने जाने क्रम चाहिँ हाम्रो जारी हुन्छ घर परिवार जमघट चाहिँ अब यसपालिको लागि बडा दसैँमा चाहिँ यति नै हस् त धन्यवाद धन्यवाद हाम्रो भिडियोमा लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला बाई बाई